हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो सर्ट भिडियोमा। म चाहिँ काम परेर बाहिर जान लाग्थेँ अनि त्यही क्रममा चाहिँ म डब्लिन सिटीको रोडमा चाहिँ अब अफिस आवरहरूमा कतिको जाम हुन्छ अनि त्यसपछि ट्रान्सपोर्टेसनहरू चाहिँ कुन चाहिँ बेसी युज हुन्छ भनेर त्यस्तै खालिको भिडियो बनाऊँ भनेर मैले यो भिडियो बनाएको। अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ डबल डेकर बस। आयरल्यान्डमा चाहिँ यो डबल डेकर बस चल्छ भनेदेखि यो चाहिँ मेन चाहिँ डब्लिनमा हो, त्यही भएर डब्लिनको बस हो यो चाहिँ। अनि त्यसपछि देख्नुहुन्छ यो चाहिँ ग्रिन र येलो कलरको मिक्स छ। हामीले डबल डेकर बस त देखेकै हुन्छ प्राय त्यो युके को लन्डनतिरको बसमा, तर तिनीहरू चाहिँ रेड कलरको हुन्छ भने यहाँ चाहिँ ग्रिन र येलो मिक्स गरेको हुन्छ। त्यही हो, अरू त केही पनि छैन, जस्ट यही डब्लिनको रोडहरू कतिको जाम हुन्छ अफिस आवरमा अनि त्यसपछि भनेर अनि यो भिडियोहरू बनाएको। अनि त्यही हो, डब्लिन बसहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले, राम्रो हुन्छ। अनि त्यसपछि म चाहिँ काम परेर यसो बाहिर निस्केको थिएँ अनि फेरि अनि हालिदिउँ न त केही भयो पनि भनेर, अनि त्यसपछि इन्फर्मेसन भिडियो पनि हुन्छ भनेर हालिदिएको। यदि कोही मान्छे चाहिँ डब्लिनमा आउनुभयो भने अनि त्यसपछि यो बस चढ्न सक्नुहुन्छ, किनकि यहाँ चाहिँ अन्डरग्राउन्ड ट्रान्सपोर्टेसन केही पनि छैन, मेट्रोहरू केही पनि छैन। यहाँ चाहिँ बस हो, बस कि त ट्राम, यहाँ चाहिँ लुवस भन्छ त्यसलाई। अनि त्यही हो। अनि त्यसपछि ट्रेन पनि छ, तर ट्रेन चाहिँ त्यति अब छैन, म चढेको छैन, मैले त्यति त्यसको बारेमा थाहा छैन। जे होस् यहाँ बेसी चल्यो भनेको अफिसमा प्राय मान्छेले युज गर्नु भनेको चाहिँ लुवस र अनि त्यसपछि बस हो। त्यति नै हो, हस् त, बाई बाई।